बनझाँक्री भनेको के हो? के हजुरहरूले कहिले बनझाँक्रीको बारेमा सुन्नु भएको छ? आजको कथा एउटा यस्तो नेपाली अर्बन लेजेन्डको बारेमा हो जसले सानो नानीहरूलाई अपहरण गरेर आफूसँगै जंगल लिएर जान्छ र मान्छेहरूले उसलाई बनझाँक्री भनेर चिन्ने गरेको छ। कुरा हो लगभग 1924 तिरको। तब खोटाङको पहाडमा बसेको मामे डाँडा गाउँमा राई माइला नामको एउटा सानो केटा थियो। राई माइला आफ्नो आमा बुवा र दाजुभाइहरूसँग बस्थ्यो। लु अब एकछिन खाना खान आउनुहोस्। एक साँझ राई माइला साथीहरूसँग खेलेर घर फर्किँदै थियो। उसले बाटोको घारी पछाडिबाट केही अनौठो आवाजहरू सुन्यो। को छ त्यहाँ? उसको जिज्ञासा बढेर ऊ त्यतैतिर जान थाल्यो। जस्तै ऊ बाक्लो रुख भएकोतिर पुग्यो, उसले महसुस गर्यो कि कसैले उसलाई रुख पछाडिबाट हेरिरहेको छ। को छ त्यहाँ? फेरि अचानक उसलाई हेर्ने रुख पछाडिबाट बाहिर निस्क्यो। उसको पुरै शरीर रौँले भरिएको थियो। हेर्दामा डल्ले डल्ले लामो नङ र आँखामा अनौठो ऊर्जा थियो र उसको अनुहार आदि मान्छे र बाँदरको जस्तै थियो। त्यो देखेर राईमाइलाको मुटु बेस्सरी धड्किन थाल्यो। उसले चिच्याउने प्रयास गर्यो तर आवाज निक्लिएन। यस्तो लाग्थ्यो कि उसलाई कुनै अदृश्य शक्तिले समातिरहेको थियो। बनझाँक्री उसको छेउ आएर उसलाई हेर्न थाल्यो। डरको कारणले राईमाइला बेहोस भयो। जब राईमाइलाले आँखा खोल्यो, उसले आफूलाई पुरै अन्धकारमा भेट्यो। उसको हात र खुट्टा